भनिन्छ नि हजारौं असफलताको पछाडि सफलता लुकेको हुन्छ। तर त्यो सफलता प्राप्त गर्न तपाईले धैर्य गर्नुपर्ने हुन्छ। तपाईले कडाभन्दा कडा मेहनत गर्नुपर्ने देखिन्छ। यसको ज्वलन्त उदाहरण हुन् विजय साई, जो केही वर्ष अगाडि मेमोरी किङको नामले एकदमै प्रख्यात थिए। तर पछि केही कमी कमजोरीका कारणले उनी त्यो ठाउँबाट ब्याक भएका थिए। तर उनले आफ्नो निरन्तरता, आफ्नो मेहनतलाई तपाईको चाहिँ हैन निरन्तर दिँदै जाँदा उनले सबैभन्दा कठिन योग गरेर आफ्नो नाम विश्वको सामु चिनाउन सफल भएका थिए र उनले विश्व रेकर्डमा आफ्नो नाम दर्ता पनि गरिसकेका छन्। त्यस्तै अहिले उनी एलओडी क्याफेका ब्रान्ड एम्बेसडर पनि बनेका छन्। यो बापत केही पारिश्रमिक पनि पाएको उनले चाहिँ आफ्नो फेसबुक सामाजिक सञ्जाल फेसबुकमा भिडियो पनि राखेका छन्। धेरै धेरै बधाई छ विजय साई भाइलाई।